नमस्ते गाइस, आज हामी लौके झरना घुम्नका लागि निस्किरहेका छौँ। कतिको मजा आउँछ, कस्तो देखिन्छ, सबै आजको भ्लगमा देखाउनेछु। ल आजको यात्रा सुरु गरौँ है त। काठमाडौँदेखि लौके झरना 20 देखि 24 किलोमिटर जति टाढा रहेको छ। बाटो धेरै ठाउँमा अफ रोड रहेको छ। हामी बाइकमा हिँड्दाखेरि 1.5 घन्टा जतिमा पुग्न सक्दछौँ। खासमा हामी चाहिँ ककनी घुम्न जाने भनेर निस्केका थियौँ। जाँदा जाँदै हामी चाहिँ लौके झरना जाने निधो गरेर हामी लौके झरनातिर गइरहेका छौँ। यदि हजुरहरू बाइक अथवा गाडीमा आउनुभएको छ भने लौके झरनासम्म नै साधनहरू चाहिँ जाँदैन। हामीले 10 मिनट जति चाहिँ हिँड्नुपर्ने हुन्छ। बाटो चाहिँ अप्ठ्यारो भएकाले हामीले होसियारपूर्वक हिँड्नुपर्ने हुन्छ। गाइजहरू हामी चाहिँ मामा ओ यता हेरौँ त पखम ल। म के हो यो, के हुँदैछ यहाँ? यो भिडियो बन्दैछ। फाइनली हामी चाहिँ लौके झरना जाँदैछौँ गाइडहरू, होइन? मेरो चाहिँ फाइनली ब्रेकै लाग्दैन कि यार के हो। यस्तो भिड छ है गाइज। म क्यामेराम्यान म यता छु अनि यस्तो भिड छ है गाइज ट्याक्क। अनि लौके झरना भने चाहिँ यता पुरै यो साइडमा छ र छ। अनि पुरै यता यो त नर्मलै छ गाइज। यता यो साइड चाहिँ पुरै आगो छ, बाटै छैन यो साइडमा। पुरै केटाहरू यता तल झरिसके। फाइनल्ली गाइज हामी सिसी क्यामेराबाट भिडियो बनाउँदैछौँ। यो भिडियो भाइरल हुनु पर्यो। सिजी ग्रुपको गाइजहरू म पनि आउनु पर्यो गाइज। पुरै लास्टै उ छ झरना भने चाहिँ गाइज यहाँ छ है। पुरै यो झरना र छ। हामी चाहिँ पुरै यता छौँ। यस्तो भिडमा चाहिँ बाटो छैन। अनि यो तलसम्म आएपछि चाहिँ बाटो छ गाइज। अप्ठ्यारो बाटो सक्यो गाइज। अब चाहिँ यो सजिलोमा चाहिँ सिडी रहेछ पुरै। अनि यो पुरै भिडबाट आइरहेछौँ। म्यान भर्सेस वेल्थ कि के अरे त्यहाँ गाइज। यो चाहिँ हाम्रोतिर यसलाई तारिका भन्छ। अनि यसको फल यहाँ छ है गाइज। गाइजहरू यहाँ रहेछ यो। हजुर भन्नु त। हजुर पाइएन सजिलोमा आएछ। तारिका भन्ने चाहिँ गाइजहरू हाम्रोतिर चाहिँ अब यसलाई तारिका भन्छ। अनि अब तपाईहरुकोतिर के भन्छ यसलाई? हजुर
यो त मुख पुरै कोक्याउँछ अरे नि त यसले त यस्तो हामीले पुरै आज आल्चा भन्ने चिज चाहिँ यस्तो खायौँ नि गाइजहरू अरू खायौँ तर तपाईँहरूलाई देखाउनु पाइँदैन सिसी क्यामेराबाट यता भिडियो बन्दैछ केही भन्नु छ गाइज यस सिसी क्यामेराबाट यता भिडियो बन्दैछ केही भन्नु छ नमस्ते गाइज झरना चाहिँ गाइज यहाँ पनि छ अनि यो यता यो साइडमा रहेछ हल्का अनि यतापट्टि पनि छ तर यो चाहिँ लास्टै माथि छ गाइज यहाँको चाहिँ यहाँ रहेछ गाइज यहाँ पुरै झरना छ अनि हामी चाहिँ केटाहरू यता माथि अनि म यता अनि लौके झरना भने चाहिँ यही रहेछ यही यो एउटा झरना अनि यो साइडमा पनि छ यहाँ चाहिँ ठुलै झरना छ कि के हो यो तर बाटो लास्टै अप्ठ्यारो छ यता गाइज यो चाहिँ उत्तर कोरिया हो यतापट्टि चाहिँ यो चाइना अनि यो चाहिँ उत्तर कोरिया यो पुरै ए किमजोङ ठ्याक्कै हो गाइज किमजोङ उन हो अब अहिलेसम्म चाहिँ नर्मलै छ उसलाई रिस उठ्यो भने कुन दिन मिसाइल छोडिदिने हो यहाँ भन्दा नि गाइज यो अनि यता साइडमा नि ठुलै झरना छ गाइज यहाँ आउन चाहिँ लास्टै गाह्रो है आएपछि चाहिँ लास्ट रमाइलो रहेछ यो माथि पुरै झरना हो अनि पल्लो साइडमा नि त्यो अलि धमिलो टाइपको पानी आइरहेछ यहाँ त पुरै भिड रहेछ नि बाटो आउन पनि लास्टै गाह्रो छ गाह्रो चाहिँ आइसकेपछि चाहिँ हल्का रमाइलै छ झरना त यो लौके झरना भने चाहिँ यही रहेछ गाइज तर हिँड्न नसकेर यता पुरै मान्छेहरू यता नै छन् होइन होला के हो गाइज यहाँ रहेछ अनि यो चाहिँ पुरै लास्टै ठुलो झरना छ यता माथिबाट आएर छ यो चाहिँ तर बाटो लास्टै खत्तम छ यो यता आउने बाटो चाहिँ पुरै भिरै हिँड्नुपर्छ अनि गलेर भुतुक्क अनि यो त पुरै लास्ट खतरा रहेछ झरना नि गाइज यता अर्को साथी छ एउटा साथी चाहिँ तल हिँड्नै नसकेर बिस्तारै आइरहेछ पल्लोपट्टि छ तर आउन चाहिँ गाह्रो आइसकेपछि चाहिँ ठिकै छ गाइज हामीले झरनामा चाहिँ धेरै रमाइलो गरेर हामीले अब फर्किने निलो गरेका छौँ हामी फर्किँदाखेरि 3:30-4 बजिसकेको थियो गाइजहरू हामी खासमा ककनी आएको ककनी चाहिँ अहिले यति बेला आइपुग्यो अनि यहाँ यति बेला आइपुग्यो अनि हामी खासमा चाहिँ त्यो लौके झरना के भन्ने गइएछ अनि लौके झरना गइएछ पुरै अब लौके झरनाबाट आउँदा रात परिहाल्यो अनि राति भयो नि अब ककनी हिँडेको मान्छे ककनी निस्किउँ न त भनेर ककनी आइयो पुरै अब राति यहाँबाट राम्रो भ्यू देखिँदो रहेछ खासमा यता त्यो गाउँ यो पल्लो साइडबाट काठमाडौँको भ्यू देखिने अनि यता यो साइडबाट यो चाहिँ पुरै घुम्ने पार्क रहेछ अनि अर्को साइडबाट चाहिँ हिमाल पुरै देखिँदो रहेछ गाइस तर हामीले देख्न पाइएन अब राति आइयो काठमाडौँको भ्यू चाहिँ लगभग देखिन्छ पनि होला अलिकति लाइट साइड बलेको त्यति यो बादलले छेक्या छैन भने कुहिरोले नत्र चाहिँ अब यस्तै हो गाइस